पनि आफ्नो जीवन अरूसँग कम्पेयर गर्दै हुन्छ भने यो भिडियोलाई अन्तिमसम्म हेर्नु। आज तपाईँहरूसँग चाहिँ यस्तो एउटा कहानी म सेयर गर्दैछु जसले तपाईँको जीवनप्रति हेर्ने दृष्टिकोण चेन्ज गरिदिनेछ। यो कहानी चाहिँ एउटा चाइनाको हो र चाइनामा एक गरिब व्यक्ति चाहिँ दैनिक रूपमा आफ्नो जीवन चलाउनका लागि पहाड जान्थे, ढुङ्गा फोर्थे र आउँथे। उनीसँग चाहिँ एक दिन अचानक एउटा शक्ति आयो कि उनी जे चाहे त्यो बन्न सक्ने। उनले के भने म चाहिँ सबैभन्दा धनी मान्छे बनाउँ संसारकै भने हो। ऊ धनी मान्छे भने र उसलाई के लाग्यो धनी मान्छे मात्र बनेर हुँदैन, धनीभन्दा पनि शक्तिशाली चाहिँ राजा हुनेछ देशको भन्ने लाग्यो। र ऊ के भने अब म राजा हुन पाऊँ भने ऊ राजा पनि भयो। र राजा भइसकेपछि उनले जित्नुपर्ने सबै थोकेर जिते र शासन गर्नुपर्ने सबै थोकेर शासन। उसलाई के लाग्यो भने मभन्दा ठुलो पनि सूर्य हुने रहेछ, राजाभन्दा पनि ठुलो के हुने रहेछ सूर्य हुने रहेछ, म घाम भनौँ भने घाम पनि बने। अब एक दिन चाहिँ के भयो बादल आयो छेक्दियो, ओहो घाम पनि ठुलो होइन रहेछ, घामभन्दा ठुलो के रहेछ बादल रहेछ भन्ने उसलाई लाग्यो हो। केही समय बादल थिए मस्त उडिरहेको थियो, तर बादललाई पनि एकाएक के भयो हावाले आएर उडाइदियो। मान्छे उसलाई के लाग्यो भने बादल पनि ठुलो होइन रहेछ, बादलभन्दा ठुलो पनि के रहेछ हावा रहेछ भनेर ऊ के भन्यो अब म हावा बनौँ भन्ने लाग्यो। अब हावा उड्दै गयो बहँदै गएर कहाँ ठोक्यो पहाडमा ठोक्यो। र के लाग्यो भने हावा पनि ठुलो होइन रहेछ, हावाभन्दा पनि ठुलो के रहेछ पहाड रहेछ, म पहाड बनाउँ, पहाड शक्तिशाली गर्छ भन्ने लाग्यो। र त्यही शक्तिशाली पहाडलाई चाहिँ एउटा गरिब किसानको छोरा आएर फोरिरहेको देख्यो। र ऊ के सोच्छ भने ओहो पहाड पनि ठुलो होइन रहेछ, पहाडभन्दा पनि ठुलो चाहिँ यो गरिब मान्छे र चल्ली आएर फोरिरहेछ, म यही मान्छे भनौँ। र ऊ ब्याग जे थियो त्यही बन्न चाह्यो अन्तिममा गएर। र यो कहानीले के सिकाउँछ र यो कहानी मैले सुन्दै गर्दा चाहिँ के रियलाइज गरेँ भने हामी लाइफमा हामीसँग नभएको कुराहरूमा कुदिरहेका हुन्छौँ कि हामी आफ्नै भ्यालु बुझिरहेका हुँदैन। हामीलाई सधैँ अरूको कुरामा हामी कम्पेयर गरिरहेको छ, हामी आफूले गरिरहेको कामहरू देखिरहेका हुँदैनौँ, हाम्रो आफ्नो कति भ्यालु छ हामी देखिरहेको हुँदैनौँ, हामी आफूमै कति पावरफुल छौँ भन्ने कुरा हामी देखिरहेको हुँदैन। किनकि हामी सधैँ हामीसँग नभएको कुरामा चेन्ज गर्छौँ, हामीसँग नभएको कुरा खोजिरहेको हुन्छौँ, हामीसँग नभएको कुरामा कुदिरहेको हुन्छौँ, जुनले गर्दाखेरि चाहिँ आफ्नो भ्यालु हामी कहिले बुझ्न सक्दैनौँ। सो द्याट यसरी नै ऊ आफू जहाँ थियो त्यहीँ आएर के लाग्यो उसलाई संसारको सबैभन्दा शक्तिशाली मान्छे त म नै रहेछु, मैले त्यो काम गरिरहेको छु, यत्रो घुमेर पनि म आएँ, म त सबैभन्दा शक्तिशाली रहेछु भन्ने उसलाई लाग्यो। सो द्याट तपाईँ पनि तपाईँको जीवनको सबैभन्दा शक्तिशाली हुन्छ। सो द्याट फोकस अन योर वर्क, फोकस अन योर ग्रोथ। तपाईँले अरूको जीवन हेरेर स्याड हुनुपर्ने कुनै पनि कारण छैन। सो द्याट आफ्नो जीवनलाई हेर्नुहोस्, आफ्नो जीवनमा इम्प्रुभ गर्नुहोस्, आफ्नो जीवनलाई अगाडि बढाउनुहोस्, न कि अरूको जीवन हेरेर आफूलाई जज गर्नुभयो भने तपाईँ सधैँ पछाडि हुन्छ। तपाईँ जब सधैँ अरूको दास हुनुहुन्छ, तपाईँलाई सधैँ अरू नै माथि छन् जस्तो लाग्छ। तर तपाईँ आफूले आफ्नो भ्यालु बुझ्नु हो भने तपाईँ के गर्न सक्नुहुन्छ भन्ने कुरा तपाईँ आफूले पनि थाहा पाउनुहुन्छ र पोटेन्सियल रिच गर्नुहुन्छ। थ्याङ्क यू।